संविधान बुझ्नलाई लयर होइन, नेपाली भएर नेपालीको संविधान बुझ्न पाउने हुनु पर्यो। हरेक ल पढेकोले मात्रै कानुन बुझेको भएरै ढाडछेक भएर यो सिसा जसरी मैले मेरो हातमा लिएको छु, अगाडिबाट हेर्दाखेरि पछाडि छर्लङ्ग, पछाडिबाट हेर्दा अगाडि छर्लङ्ग छ। यो हुनु पर्यो हाम्रो न्याय व्यवस्था। यो नहुन्जेलसम्म भ्रष्टाचार रोकिँदैन। हामी अब यो आउने चुनावमा उठ्ने भनेको त्यही पार्टीको दल हो। तपाईँ मध्ये कतिजनाले केपी बालाई आफै लगेर बा तपाईँलाई भ्रष्टाचारको पैसा भनेर बुझिदिनु भयो? कसैले दिएको छैन पर्सनली। यो सबै गएको भनेको कर्मचारीबाट यसरी माथि सोरिएर गएको कुरा हो। यसको टाउको मात्रै हटाएर हुँदैन, हाँगा बिङ्गा मात्रै हटाएर पनि हुँदैन, यसको जरैबाट उखाल्नु पर्यो। त्यसको लागि ट्रान्सप्यारेन्सी सोच्नु पर्यो। युवाले अहिलेको लागि 6 महिनाको हेरौँला भनेर सोच्ने पुरानो दिनहरू गए। अब हेरौँला गरौँला भन्ने समय अहिले यही हो। 6 महिनापछि फेरि यही मान्छे उठ्छन्। यसकै विरुद्धमा हामी फेरि लडाइँ गरेर फेरि रगत, फेरि ज्यान, फेरि यही। यो क्रान्तिको प्रतिफल पायौँ चाहिँ के त? हामीले पायौँ चाहिँ के त? हिजोको हिसाबले कुरा सुन्ने हो भने अहिले मिडियामा चलिरहेको हिसाबले त कतिपय जेनजी युवा समूहको मानिसहरूले भोट पनि हाल्न नपाउने, जोसँग भोटर आइडी छैन, भोट हाल्न नपाउने, 25 इयर्ससम्म नपुगेकाहरू उठ्न नपाउने भनेपछि जेनजीले एक्चुअलीमा पायो के त? जेनजीले खोजेको मेन मोटिभ थियो यो भ्रष्ट भएको अहिलेको संसद विघटन गर्ने। त्यो संसद विघटन गर्यो, आन्तरिक सरकार पनि क्रिएट भयो। अब चाहिँ के त? जो आए पनि जसलाई आए पनि हाम्रो गरिने कुराहरू, भइरहेको कुराहरू चाहिँ ट्रान्सप्यारेन्ट गरिदिनु पर्यो। हरेकलाई मान्छेलाई डर त्रास भइरहेको छ घरमा बस्नको लागि, के हुँदैछ भन्ने कुराहरू क्लियरली रूपमा अगाडि विज्ञप्तिहरू जाहेर हुनु पर्यो। हामीले अहिले मेन फोकस भनेको यो भ्रष्टाचार अहिलेको लागि मात्रै होइन, एउटा नेतालाई हटाउनको लागि मात्रै होइन, फेरि पलाउन नदिनको लागि रुटदेखि हटाउन खोजेको। हामीले यो रुखलाई मात्रै ढाल्न खोजेको होइन, रुखको जराहरू पनि उखाल्न खोजेको। त्यो कुरा चाहिँ ट्रान्सप्यारेन्सी नभइकन सम्भव हुँदैन। हरेक मान्छेको के आफ्नो तपाईँको हक अधिकार छ भन्ने कुरा सबैलाई थाहा नहुन्जेलसम्म भ्रष्टाचार रोकिँदैन। यो नरोकिनको लागि फर्स्टमा त ट्रान्सप्यारेन्सी हामीले अगाडि सार्नु पर्यो। हरेक कुराको सूचनाको अधिकार सबैलाई हुनु पर्यो। अनि जेनजीले कहिले पनि कुनै पनि मानिसलाई, कुनै पनि दललाई, कुनै पनि सङ्गठनलाई सपोर्ट गरेर अगाडि बढेकै थिएन। यो एउटा उमेर समूहको मान्छेको पहल थियो। त्यसमा हरेक नेपाली नागरिकहरू साथमा आइदिनु भयो। यो सफल भयो। सफल भएपछि अब चाहिँ के त? अब गर्ने चाहिँ के त? एउटा विज्ञहरूको टिम क्रिएट गर्ने बेला हो। पहिलाको फेरि त्यही पार्टीवादमा जानु भएन। अब उठ्न आउन लागेको चुनावमा नयाँ मान्छेहरू उठ्नै नपाउने चुनावको डेट तोकिसकेपछि भएको छ। हजुरहरू जतिजनाले सोचिराख्नु भएको थियो बालेनलाई हाल्छु, हर्पललाई हाल्छु, जसलाई हाल्छु भनेर सोच्नु भएको छ, त्यो हाल्नको लागि त जेनजीको एक्चुअल उमेरमा भएको कतिजना मानिसहरूको त भोटर लिस्टमा नाम पनि छैन। त्यो पहिला गठन भोटर कसरी पहिला